हेलो नमस्ते वेलकम टु आवर ब्लग तानसेन रमाइलो जता माया उतै रमाइलो अहिले हामी तानसेन बजारमा छौँ बिहानको मिठो ब्रेकफास्ट लिएर हामी पाल्पा दरबार सङ्ग्रहालयतिर जाँदैछौँ हेलो आज हामी छौँ तानसेन बजार पाल्पामा र हामी पाल्पाको दरबार लिएर जानेछौँ। टक 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 हेलो 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 भिडियो हाय हाय मुस्कान फेरि फेरि अझ एकचोटि दन्त लगाएर देखाइदिनु न। हेलो 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 अहिले हामी देखिरहेको छौँ पाल्पा दरबार सङ्ग्रहालय। पाल्पा दरबार म्युजियम फेमस रिलिजियस हिस्टोरिकल देख्न सक्नुहुन्छ पाल्पा भव्य छ। राजाले को राजाले? पाल्पाका सेन राजाले राज्य गरेको थियो निकै नै सुन्दर छ मनमोहक। हामी पाल्पाको दरबार राउन्ड गरिरहेछौँ, घुमिरहेछौँ चारैतिर घुम्दा कस्तो अनुभूति गर्नुभयो प्रिय? यो पुरानो होला हाम्रो विचारमा, यो चाहिँ त्यस्तो कलाकृति चाहिँ छैन। जस्तै काठमाडौँ भक्तपुरहरूमा छन् नि त्यस्तो चाहिँ छैन। पुरानो हेर्नुहोस् यस्तो छ। वाउ ढोका ढोका जस्तो होइन यसलाई के भन्ने रहेछ पहिला यसलाई? पहिला जस्तो अब दरबारहरू जस्तो लुकिङ गर्ने होइन सेक्युरिटीको हिसाबले त्यस्तो पुलिस राख्ने पुलिस नै थिएनन् क्या पहिला त, अर्कै भाइदारहरू। पुरानो हेर्नुहोस् है, पुरानो संरचना यस्तो छ। भित्र सङ्ग्रहालयमा भएको कुरा भने पुरानो होला, तर यो भवन भने नयाँ हो। हामी अब टिकट काट्दैछौँ। 53 रुपियाँ नेपाली नागरिकको लागि। भिडियोले हेर्दै हुनुहुन्छ। दरबारभित्र जाँदैछौँ। तानसेन दरबार यस्तो रहेछ नि पहिलाको उतापट्टिको छ नि त्यस्तै रहेछ। टिकट मोहिन्जा कालिटो। सङ्ग्रहालय जाने बाटो। त्यहाँ पुराना फोटोहरू छन्। अशोक स्तम्भ सबै रहेछ है। हामी काठको भर्याङ चढ्दैछौँ। आँगुली सिमेन्टको राजाहरूको बारेमा नि 2 रुपियाँ अनि 5 रुपियाँ अनि यिनी हामी देख्यौँ, मैले देखेँ तपाईँले देख्नु भएन। कोही नि कहाँ देख्नु न मैले देखिनँ मैले। चर्चामा आउँछ कि मान्छे।
यो पनि छुट्टिन्न है यो यता चाहिँ यता के नानी जस्तो पनि लाग्छ यसो मैले हामी सङ्ग्रहालयको दोस्रो तलामा छौँ तलामा सैनिकहरूको सामग्रीहरू देख्न सकिन्छ यहाँ भिडियो खिच्न चाहिँ अनुमति लिनुपर्छ हामीले अनुमति लिएको कस्तो लागिरहेको छ सुजु अझसम्मको पुरानो कलाकृतिहरू अवलोकन गर्न भाँडाकुँडा है आज हामी प्रशस्त समय भएको हुनाले डिटेल सबै कुराहरू पढेर हेरेर हिँडिरहेछौँ त्यही थारू गच्छमा प्रवेश गर्दैछौँ सङ्ग्रहालयको बारेमा बुझेर कति राम्रो किनभने चस्माको मुसाले कमान्डर जनरल प्रताप शमशेरले निजी प्रयोजनका लागि विक्रम सम्वत 1969मा बेलायती शैलीमा बनाइएको यो दरबारमा 4 तला र 63 कोठा रहेका छन्। सङ्ग्रहालयको बाहिरी भागबाट सुन्दर नगरी तानसेन पाल्पा अवलोकन गर्न सकिन्छ। कस्तो लाग्यो सुजी हजुरलाई? मलाई एकदमै रमाइलो मलाई पनि एकदम रमाइलो लाग्यो। मैले जति पनि सङ्ग्रहालय हेरेँ पोखरा काठमाडौँ त्योभन्दा यहाँ उत्कृष्ट लाग्यो। केसीलाई कस्तो लाग्यो त यो पहिलो पटक? एकदम उत्कृष्ट लाग्यो। यो सब कुराहरू समेटेर बनाएको छ यहाँ सङ्ग्रहालय। मस्ट भिजिट वाला भाइ भयो। हाम्रो कला संस्कृति परिवेश वीरता र इतिहासको पहिचान नजिकबाट अवलोकन गर्न पाल्पा दरबार भिजिट गर्न सकिन्छ। थ्याङ्क्स फर वाचिङ आवर भ्लग। कस्तो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गरी धेरै धेरै माया दिनुहोला। स्टे ट्युन्ड। हजुरहरूको दिन शुभ रहोस्। नमस्ते।